हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो अर्को भिडियोमा। आजको दिन चाहिँ सुरुवात भइरहेको छ घरदेखि नै। अनि सबै हामी रेडी हुँदैछौँ। अब रेडी भएर प्रोग्राममा जाने हो। आज हाम्रो चाहिँ फर्स्ट इयरका भाइ बहिनीहरूलाई वेलकम प्रोग्राम छ। साथै अब जे हुन्छ सबै भिडियोमा म देखाउने छु, तपाईहरुलाई हेर्दै जानु होला। हाम्रो आजको दिन चाहिँ सुरु भइसकेको छ। अब हामी चाहिँ रेडी हुँदैछौँ। रेडी भएर प्रोग्राममा जाने। ल विनोद भाइ रेडी हुँदैछ, बच्चा बच्चीहरू पनि छन् यतातिर। तर म चाहिँ लगभग रेडी भइसकेको छु, हेर्न सक्नुहुन्छ। अब फाउन्डेसन लगाउन बाँकी छ। फाउन्डेसन लगाउँछु म चाहिँ फाउन्डेसन लगाइदिने मान्छे। ल बारा गाइस देखो, अब यसमा जुत्ता लाउन बाँकी छ। ल हामी ढाइलाको अटोम चढेर हिँडिरहेको छौँ। न्यू रोडबाट हामी चाहिँ अब सिधै होटेलमा भेट्नेछौँ जाने त। ल हामी चाहिँ फाइनली बाजेको सेकुवामा। ए म्यान ठिक छ, के छ केटा? ल ल सुन त, हाम्रो यो साउन्ड सिस्टम के भएको भन त। किन यस्तो साउन्ड सिस्टम भएन है सर? साउन्ड सिस्टम भएन। जहिले पहिले भनेको सर यो जहिले कलेजमा यस्तै किन हुन्छ? यस्तै किन हुन्छ सधैँ? अलि व्यवस्थापन कमजोर भयो भन्नुभयो। व्यवस्थापन म्यानेजमेन्टको उहाँलाई नै सोध्नु गइरहेको छु म। सर यो साउन्ड सिस्टम यस्तो किन? साउन्ड सिस्टम यस्तो किन सर? हजुर के भनेको? साउन्ड सिस्टम किन यस्तो भनिदिनु न। विद्यार्थी भाइ बहिनीको यति व्यवस्थापन कमजोर भएन होला। साउन्ड सिस्टम राम्रो रहेछ भन्ने मलाई विश्वास छ। ल प्रोग्राममा कस्तो लागिरहेछ? एकदम बप्पा लागिरहेको, राम्रै लागेन है यो ठाउँ, राम्रो लागेन। के भयो अरे? स्पिकरै राम्रो छैन, खासै राम्रै लागेन मलाई। अनि महेश अनि सरलाई कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ? सुदीप कस्तो लागिरहेछ तिमीलाई? सबैजना विदेश पोलीहरूको ग्रुप भन्ने यो प्रोग्राममा रमाइलो लागिरहेछ? प्रोग्राम कस्तो लागिरहेछ? प्रोग्राम कस्तो छ? सर प्रोग्रामको बारेमा केही थोरै भनिदिनु पऱ्यो। प्रोग्रामको बारेमा थोरै भनिदिनु पऱ्यो। मेरो ब्लग हो कि? सब्सक्राइब 500+। हजुर आजबाट म पनि बढ्ने भएँ होइन।
लागिरहेछ हाम्रो प्रोग्राम? राम्रो लागिरहेछ। अब न्युज रिपोर्टरमा आइरहेको छ र कार्यक्रममा सकेर एकदम के भन्ने यार, कतिखेर सकेर आएर काममा पनि उठुटी एकदम आतुरी लागिरहेछ। जोस राम्रो छ, नाचिराखेछन्, गाइराखेछन्, रमाइराखेछन्, गफहरू लिइरहेछन्, राम्रो छ। रमाइलो लाग्यो? मलाई चाहिँ रमाइलो लागिरहेछ, तर हल्का साउन्ड सिस्टमले गर्दाखेरि अलिकति रमाइलो भएन। ल अब खानाको लागि लाइन सुरु भइरहेछ। तिम्रो नखाने? ल भन हेलो। ल के छ आज कार्यक्रम खुसीका? ठीक है ठीक है। यहाँको सिस्टम चाहिँ मलाई एउटा पनि मन परेन, किनभने यहाँ साउन्ड सिस्टम राम्रो छैन। डान्सरलाई जति सुविधा छ तिनीहरूलाई त्यति छैन। प्रोग्राम कस्तो लाग्यो? रमाइलो भयो? रमाइलो भयो? तिमीहरूलाई वेलकम स्वागत कार्यक्रम कस्तो भयो? राम्रो भएन? एकछिनमा खानासाना खाइन्छ। ल केटा हो के छ त? टाइम लाग्यो होइन? प्रोग्राम दाम भयो। लास्ट खतम एक्सपिरियन्स, अहिलेसम्मको एक्सपिरियन्स। ल ल केटा हो कस्तो भयो? ल मेरो भाइ गणेश भाइ बबाल भएन होइन यो अब वेलकम त यस्तै हो। हजुरहरूलाई प्रोग्राम चाहिँ राम्रो होस् भन्न चाहन्छु होइन। राम्रो होस् होइन? राम्रो तिमीहरूले गर्ने हो। गराउन सकौँ भन्न चाहन्छु। हामीले चाहिँ राम्रो गर्न सकेनौँ गुरुबालाई भन्दा भन्दै। कंट्रोल कंट्रोल। ल अब अन्त्यमा के भन्न चाहनुहुन्छ? जो उस कार्यक्रम सकियो, डान्स चाहिँ राम्रो छ, नाचगान चाहिँ राम्रो छ। नाच्नै पाएन त देखाउनै पाएन। ठिक छ, प्राविधिक कारण हो। अर्कोबाट पाइने छ, हामी विश्वास गर्छौँ। ल हामी चाहिँ फेरि फेरेलमा भेट्नेछौँ। डान्सर शर्म है कुछ शर्म आया है? मेरो प्यारी दिदी खाना मिठो छ? हजुर के भन्न चाहनुहुन्छ भाइको भ्लगमा? भाइको च्यानल सब्सक्राइब यताउता केही? मेरो भाइको च्यानल सबैले हेरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट आओस्। दुईवटा मात्रै हाल्नु भएको छ रोस्ट त। अनि रोस्ट मिट छ? रोस्ट मिट चाहिँ केटा हो? ल है सबैले च्यानल सब्सक्राइब गर्नु पऱ्यो है। गर्नु पऱ्यो है सबैले। हजुर धेरै छ रोस्ट है? रोस्ट मिठो छ? अनि अरू के भन्न चाहन्छु प्रोग्राममा? प्रोग्राम चाहिँ त्यही भएर धेरै हालेको मैले। कतिपटक नाच्यो? Mirada, quédate cerca de mí. ओफ रोस्ट मिठो छ? तपाईँहरूले यो अलिक छिटो ल्याइदिनु पऱ्यो कि हामीलाई भोक लागिसक्यो। यस्तो गर्न मिल्छ? भोक लागिसक्यो छिटो ल्याइदिनु पऱ्यो। कतिखेर आउँछ? कति टाइम लाग्छ?
फास्ट ल्याइदिनु पऱ्यो ल मिठो छ खाना मिठो मिठो छ खाना खाना मिठो छ बहुत मिठो छ खाना है यति धेरै खाइरहेको छौ ल राम्रोसँग हो कति सैड यार इसकी जिंदगी खै प्लेट प्लेट छैन पापड सब भेला हो मस्त छ हाम्रो वेलकम सब समाप्त भयो ल हामी चाहिँ अब सबै घर जान आएको कस्तो लाग्यो तिमीलाई ल प्रोग्राम हाम्रो प्रोग्राम सबै भ्याइयो र अब हामी जान लाग्यो होइन प्रोग्राम पनि हामीलाई राम्रो लागेन ल ल सबैले भ्याएर पनि अब हल्का फोटोसोटो क्लिक भइरहेको छ है ल दिदी भन्नु त कस्तो लाग्यो कस्तो भयो हाम्रो प्रोग्राम ठिकै लाग्यो विनोद कस्तो लाग्यो ल भन् त मेरो भाइ के भन् कस्तो राम्रो थियो प्रोग्राम भन्न सक्थ्यो चाहन्थेँ मैले तर चाहेन किनकि एकदम घटिया थियो साउन्ड सिस्टम को पैसा बर्बाद पहन्छु ल के भयो सबै एकदम राम्रो भयो बवाल भयो तर एक्सपेक्ट गरे जति रमाइलो भएन हुनुपर्ने थियो एकदम 50% जति भएन 50% जति भयो तिमी के भन्नु छ के बोल्नु नै छैन हो बोल दिपकले के भन्छ मैले के भनौँ यार अलि चित्त चाहिँ बुझेन जे होस् रमाइलो नै चित्त कसैलाई पनि बुझेको छैन र हाम्रो अब रमाइलो नै भयो रमाइलो भयो त्यही पनि यति नै हाम्रो भिडियोहरू कति खिच्न पाएन त्यो सब अब अलिअलि जति छ त्यसलाई मिलाएर हेर्नु होला भिडियो हेर्दै गर्नु होला See you.